3 दशकदेखिको एउटा व्यक्तिको चुनावी गढ, एउटै व्यक्तिले बनाएको सेफ जोन जहाँ चुनाव जित्नु केवल एउटा औपचारिकता जस्तो मात्र हुन्थ्यो। तर फागुन 21 मा झापा 5 ले एउटा यस्तो निर्णय गर्न सक्छ जसले केवल एउटा सांसद मात्रै होइन, नेपाली राजनीतिमा एउटा युग नै समाप्त गर्न सक्छ। किनभने झापा क्षेत्र नम्बर 5 बाट यो पटक एकातिर 3 दशकदेखि सो क्षेत्रबाट चुनाव जित्दै आएका केपी शर्मा ओली छन् भने अर्कोतिर नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने काठमाडौँका पूर्व मेयर बालेन शाह छन्। बालेन शाह र केपी ओली दुवैजना भावी प्रधानमन्त्रीको रूपमा चुनावी मैदानमा उभिएका छन्। त्यसैले आगामी निर्वाचनमा हुने यी दुई बीचको प्रतिस्पर्धाले नेपाली राजनीतिमा एउटा नयाँ ऐतिहासिक मोड ल्याउन सक्ने स्पष्ट देखिन्छ। झापा 5 को गत दुई चुनावको नतिजा हेर्ने हो भने यो क्षेत्रमा ओलीको कुनै कम्पिटिसन नै छैन भन्दा पनि हुन्छ। विशेष गरी झापा 5 लामो समयदेखि ओलीको राजनीतिक गढको रूपमा मानिँदै आएको छ। 2046 को परिवर्तन पछिको पहिलो आम निर्वाचन 2048 देखि नै ओली यस क्षेत्रबाट विभिन्न निर्वाचनमा निरन्तर उठ्दै आएका छन्। उनले 2048, 2051 र 2056 मा भएका संसदीय चुनावहरूमा लगातार जित हात पारेका थिए। तर ओली 2064 सालको संविधान सभा चुनावमा भने माओवादी उम्मेदवार विश्वदीप लिङदेनसँग पराजित भएका थिए। त्यो घटनालाई ओलीको राजनीतिक यात्राको एउटा दुर्लभ हारको रूपमा लिइन्छ। तर त्यसैता भएका हरेक संघीय चुनावमा उनले झापा 5 लाई आफ्नो सेफ जोनको रूपमा स्थापित गरेका छन्। 2074 को प्रतिनिधि सभा चुनावमा ओली झापा 5 बाट 57,139 मतसहित विजयी भएका थिए। त्यस्तै उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले 28,297 मत मात्र ल्याएका थिए। त्यस्तै 2079 को पछिल्लो चुनावमा फेरि त्यही नतिजा दोहोरियो। उक्त चुनावमा ओलीले 52,319 मत प्राप्त गरेका थिए भने कांग्रेसका खगेन्द्र अधिकारीले 23,743 मत मात्र ल्याएका थिए। झन्डै 28,000 मतको त्यो अन्तर राष्ट्रिय स्तरमै कुनै उम्मेदवारले जितेको सर्वाधिक मतान्तर थियो। केही महिना अघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र पोखरेलले 11,748 मत मात्र पाएका थिए। झापा जिल्ला पहिलेदेखि नै वामपन्थी विचारधाराप्रति झुकेको देखिन्छ। नेपाली कम्युनिस्ट आन्दोलनकै प्रारम्भिक झापा विद्रोह पनि यही जिल्लाबाट भएको ऐतिहासिक पृष्ठभूमि रहेको छ। नेपाली कांग्रेस पहिलेदेखि नै एमालेको प्रमुख विपक्षीको रूपमा रहँदै आएको छ। त्यसको अलावा झापामा माओवादी र राप्रपाको पनि केही उपस्थिति रहेको छ। कांग्रेस प्रमुख विपक्षी भए पनि यो क्षेत्रमा ओलीलाई चुनौती दिन सक्ने उसले कुनै नाम चिनेको राम्रो नेता उठाउने हिम्मत गरेको छैन। 2079 को चुनावमा रासोपाको स्थापनासँगै चुनावी समीकरण थोरै बदलिएको थियो। प्रत्यक्षतर्फ रासोपाका उम्मेदवारले कुल खसेको मतको 12.5% मत प्राप्त गरेका थिए, नयाँ पार्टीको लागि जुन सम्मानजनक मत थियो। तर 2079 को चुनावको वास्तविक अवस्था हेर्न प्रत्यक्ष भन्दा पनि समानुपातिक नतिजालाई हेर्नुपर्ने हुन्छ। झापा 5 को समानुपातिकको नतिजा प्रत्यक्ष भन्दा धेरै फरक रहेको छ। प्रत्यक्षमा केपी ओलीले 52,000 मत ल्याएका थिए, जबकि समानुपातिकमा एमालेले झापा 5 बाट 35,872 भोट पाएको थियो। त्यस्तै प्रत्यक्षमा 11,000 भोट पाएको रासोपाले समानुपातिकमा 18,205 भोट पाएको थियो। त्यस अर्थमा केपी ओलीको विरुद्ध कुनै बलियो प्रतिद्वन्दी नभएकै कारण एमाले बाहिरका भोटरहरूले पनि केपी ओलीलाई भोट दिएका थिए। तर केपी ओलीको विरुद्ध सम्भवतः यति बेला देशभरकै सबैभन्दा लोकप्रिय उम्मेदवार बालेन शाह उठेका छन्। त्यसैले यो निर्वाचन क्षेत्र यति बेला चर्चाको विषय बनेको छ। यो क्षेत्रमा कसले जित्न सक्छ बुझ्नु अगाडि यो क्षेत्रमा मतदाताको स्थिति कस्तो छ त्यो बुझ्नुपर्छ। झापा 5 को भूगोल र जनसङ्ख्या अत्यन्त मिश्रित रहेको छ। यो निर्वाचन क्षेत्रले झापाको पश्चिमी भागको सहरदेखि गाउँसम्मलाई ओगट्छ। यस निर्वाचन क्षेत्रमा दमक नगरपालिका र कमल गाउँपालिकाको सबै ओडाहरू पर्छन्। दमक यो क्षेत्रको प्रमुख सहरी केन्द्र हो। यहाँ आधुनिक संरचना र सुविधाहरू छन् जसले सहरी र शिक्षित मतदाताको प्रतिनिधित्व गर्छ। देशको अरू ठाउँहरूको नतिजा हेर्दा सहरी क्षेत्रका मतदाताहरूबाट प्रायजसो नयाँ उम्मेदवारले राम्रो भोट पाउँछन्। त्यस्तै गौरादह नगरपालिकाको ओडा 1 देखि 8 सम्म र गौरीगञ्ज गाउँपालिकाको ओडा 3 देखि 6 सम्म यो चुनावी क्षेत्रमा पर्छ। विशेष गरी कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा कृषि प्रधान जनसङ्ख्या धेरै छ। त्यस्तै त्यहाँ राई, लिम्बू, तामाङ जस्ता समुदायको पनि ठुलो बसोबास रहेको छ। जातीय संरचनाका हिसाबले झापा 5 मा करिब 45% जनसङ्ख्या खस आर्य समूहको बसोबास गर्छन्, जसले परम्परागत ठुला दलहरूप्रति भोट ब्याङ्कको काम गर्ने गरेका छन्। बाँकी 55% जनसङ्ख्या आदिवासी, जनजाति, मधेसी, थारू लगायतका समुदायहरू रहेका छन्। यस्तो विविध सामाजिक बनावटका कारण मतदाताहरूको चासो फरक फरक हुने गरेको छ। कसैका लागि स्थानीय पूर्वाधार र विकास मुख्य एजेन्डा हुने गरेका छन् भने कसैको लागि पहिचानका विषयहरू मुख्य प्राथमिकतामा पर्ने गरेका छन्।
उमेर संरचनातर्फ यो क्षेत्रमा युवाहरूको बाहुल्यता धेरै रहेको पाइन्छ। अनुमानित 63% मतदाताहरू 18 देखि 45 वर्ष उमेर समूहको रहेको पाइन्छ, जुन एक किसिमको परिवर्तन चाहने समूह हो। यो क्षेत्रमा कुल मतदाता करिब 1,63,379 रहेका छन्, जसमध्ये यो पटक 10,000 जति नयाँ मतदाता रहेका छन्, जुन समूह विशेष गरी युवा र जेनजी आन्दोलनपछि थपिएको मतदाता हो। यो समूहको अधिकांश भोट बालेन्सालाई जाने सम्भावना रहन्छ। यसरी शहरी र ग्रामीण मतदाताको वितरण हेर्दा दमक जस्ता शहरी क्षेत्रका मतदाता र ग्रामीण भूभागका मतदातामा फरक प्राथमिकता हुन सक्छ। शहरी क्षेत्रमा रोजगारी, उद्यमशीलता, आधुनिक सेवा सुविधा जस्ता मुद्दाहरूले महत्त्व राख्छ भने ग्रामीण क्षेत्रमा कृषि, सिँचाइ, सडक, स्वास्थ्य, शिक्षा जस्ता कुराहरू अगाडि आउँछन्। बालेन्साले काठमाडौँ महानगरमा देखाएको व्यवस्थापन र परिवर्तनको प्रभाव शहरी भोटरहरूमा सकारात्मक हुन सक्छ, तर ग्रामीण भेगका मतदाताहरूसम्म त्यही सन्देश पुर्याउन थप मेहनत चाहिनेछ। यो पटकको चुनाव सामान्य अवस्थामा भएको चुनाव होइन। 2079 भन्दा यो परिस्थिति निकै भिन्न रहेको छ। 2079 पछि नेपालमा युवा पुस्तामा राजनीतिक चेतनाको एक नयाँ लहर देखिएको छ। विशेष गरी सामाजिक सञ्जालको प्रभाव र नो नट अगेन जस्ता अभियानहरू मार्फत युवा पुस्ताहरूले पुराना र भ्रष्ट नेताहरूको विभिन्न समयमा एक्सपोज गर्दै आइरहेका छन्। त्योमाथि केपी ओलीको कद अघिल्लो चुनावभन्दा निकै घटेको छ। धेरैले भदौ 23 र 24 गतेको नरसंहारको मुख्य दोषीको रूपमा केपी शर्मा ओलीलाई हेर्ने गरेका छन्। त्योमाथि उनको बढ्दो उमेर, स्वास्थ्य अवस्था र पटक पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेर पनि केही गर्न नसकेको जनताले प्रश्न देखिसकेका छन्। तर केपी ओलीको पक्षमा हुन सक्ने एउटा आधार भनेको उनी यो क्षेत्रका स्थानीय उम्मेदवार हुन्। आफ्नो चुनाव क्षेत्रमा देखाउनकै लागि भए पनि उनले दमक भ्यू टावर जस्ता ठुला बजेटका योजनाहरू लगेका छन्। हुन त देशको अर्बौं सम्पत्ति खर्च गरेर बनाएको भ्यू टावर अहिलेसम्म कुनै प्रयोगमा आएको छैन, तर पनि स्थानीयहरूले यसलाई विकासको एउटा आधारको रूपमा देख्न सक्छन्। उक्त भ्यू टावर बनाउनु पछाडिको केपीको उद्देश्य पनि त्यही नै हुन सक्छ। मतदाताले प्रश्न गरेको बेला उनले यतातिर औँला फर्काउन सकुन्। तर झापामा अझै पनि उनले बाचा गरेका र स्थानीयहरूलाई सिधै फाइदा पुग्ने खालको कुनै ठुला योजनाहरू पुग्न सकेका छैनन्। केपी ओलीसँग झापाका जनताहरूले रोजगार सिर्जना गर्ने, आर्थिक स्तर उन्नति गर्ने र जनताको जीवनस्तर उकास्ने खालको विकास चाहेका छन्, तर ओली ती कामहरू गर्न त्यति सफल देखिएको छैनन्। 2077 फागुन 16 मा झापामा एसियाकै नमुना मानिएको औद्योगिक पार्कको शिलान्यास गरेका थिए, तर त्यो कागजमै सीमित भयो, कुनै उद्योग खुलेन। त्यो औद्योगिक पार्क झापा र नेपालका लागि कोसे ढुङ्गा साबित हुन सक्थ्यो, तर त्यो छाडेर उनी देखाउनकै लागि भ्यू टावर बनाउन लागि परे। त्यस्तै कमल गाउँपालिकाको गेउरिया भन्ने ठाउँमा 2009 देखि प्रस्तावित आदिवासी रङ्गशाला प्रकरण आजसम्म अल्झिएको छ। भ्यू टावरकै झल्को दिने गरी दमकमै विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति बनाउने योजना केपी ओलीले नै अगाडि ल्याएका थिए। त्यसको लागि डिपिआर समेत तयार गरिएको थियो। केपी ओलीले कस्तो विकास चाहन्छन् भन्ने कुरा उनले अगाडि सारेका यो योजनाहरूबाट प्रष्ट हुन्छ। गत 30 वर्षदेखि चुनाव जित्दै आए पनि विकासका लागि देखाउन भ्यू टावर र केही पक्की बाटो बनाए पनि अरू दीर्घकालीन योजना उनीसँग छैन। त्यसैले परिवर्तन चाहने मतदाताहरूको भोट यो पटक बालेनलाई जान सक्ने धेरै सम्भावना रहेको छ। झापामा रहेको एमालेको सङ्गठन केपी ओलीको अर्को बलियो पक्ष हो। एमाले यो क्षेत्रमा गाउँ गाउँसम्म आफ्नो सञ्जाल विस्तार गरेको छ। एमालेको तुलनामा रासोपा निकै नयाँ पार्टी हो। स्वयं ओलीले पनि यस क्षेत्रका धेरै मतदाताहरूसँग व्यक्तिगत सम्बन्ध बनाएका छन्। विगतको चुनावहरूले पनि यो कुरा प्रष्ट देखाउँछ। जोसुकै उम्मेदवार आए पनि एमाले बाहेक अरू पार्टीलाई भोट नहाल्ने एमालेका हार्डकोर मतदाताहरू यहाँ धेरै रहेका छन्। हुन त बालेन्सा सिस्टम र पुराना नेता विरुद्ध सङ्घर्ष गरेर नै यो अवस्थामा आइपुगेका हुन्। काठमाडौँ महानगरको मेयर जितेपछि राजनीतिबाट निराश भएका धेरै युवाहरूप्रति राजनीतिप्रति आस्था जागेको थियो। देशमा केही हुन्न भन्ने भाष्यहरूलाई थोरै भए पनि उनले चिर्न सफल भएका छन्। जेनजी आन्दोलनपछि उनको क्रेज अझ बढेको देख्न सकिन्छ। केपी ओलीकै सरकार ढलेपछि प्रधानमन्त्री बन्न उनलाई अफर समेत गरिएको थियो, तर चुनाव जितेर नै प्रधानमन्त्री बन्छु भन्दै उनी प्रधानमन्त्री बन्न अस्वीकार गरेका थिए। त्यसमाथि उनले मेयर हुँदा गरेका केही कामहरू तारिफयोग्य रहेका छन्। विशेष गरी उनी दीर्घकालीन सोच भएका र हिम्मत गर्न सक्ने व्यक्तिका रूपमा चिनिन्छन्। करिब 30 वर्षसम्म एउटै व्यक्तिलाई जिताएर पठाएका झापाका मतदाताहरूले फाइनल्ली विश्वास गर्न सक्ने र केपी ओलीलाई टक्कर दिन सक्ने एउटा उम्मेदवार पाएको छ। पहिले ओली बाहेक अरू विकल्प नै छैन भनेर ओलीलाई नै भोट दिएका मतदाताहरू यसपटक भने त्यो भोट बालेनलाई जान सक्ने देखिन्छ। समानुपातिकमा एमाले पाएको भोट र प्रत्यक्षमा केपी ओलीले पाएको भोटको फरकलाई हेर्ने हो भने त्यो सङ्ख्या ठुलो रहेको छ। त्यस्तै सामाजिक सञ्जालमा पनि बालेनको ठुलो फ्यान फलोइङ रहेको छ, जसले यो पटक यो चुनावी प्रचारमा विशेष भूमिका खेल्न सक्छ। बालेनले काठमाडौँको मेयर पदमा जित्दा पनि सामाजिक सञ्जालले ठुलो भूमिका खेलेको थियो।
त्यस्तै बालेनलाई यो पटक अरू पार्टीका मतदाताहरूको पनि समर्थन आउन सक्छ। काङ्ग्रेस र माओवादी लामो समयदेखि केपी ओलीसँग यो क्षेत्रमा पराजित हुँदै आएका छन्। त्यसैले ती मतदाताहरूले यो पटक राम्रो उम्मेद्वार पाएर बरु बालेनलाई नै जिताउन उनलाई भोट हाल्न सक्छन्। तर बालेनका निम्ति चुनौतीहरू भने कम छैनन्। बालेन शाह यो क्षेत्रको लागि नयाँ उम्मेद्वार अर्थात् टुरिस्ट उम्मेद्वार हुन्। हुन त नेपालमा टुरिस्ट उम्मेद्वार हुनु कुनै नयाँ कुरा होइन। प्रचण्डले अहिलेसम्म हरेक चुनावमा फरक ठाउँबाट लडेर चुनाव जितिसकेका छन्। तर उनको र बालेनको यो केस भने फरक छ। प्रचण्ड हरेक पटक कुन ठाउँबाट जित्न सजिलो हुन्छ त्यो ठाउँ खोजेर जान्छन्। तर बालेन भने एमालेको पकड भएको क्षेत्र र त्यसमाथि एमालेकै अध्यक्ष विरुद्ध मैदानमा उत्रिएका छन्। यो अवस्थामा केही स्थानीयले बाहिरको उम्मेद्वार भनेर भोट दिएनन् भने पनि त्यसले चुनावी परिणाममा ठुलो असर पार्न सक्छ। झापा 5 को यो प्रतिस्पर्धा एउटा निर्वाचन क्षेत्रको कथा मात्र होइन, नेपाली राजनीतिमा पुस्तान्तरण र संस्थापन विरुद्धको एउटा लडाइँ पनि हो। एकातिर 70 वर्ष नआएका अनुभवी तर विवादास्पद छवि बोकेका नेता, अर्कोतिर 30 को दशकमा रहेका जोसिला र परिवर्तनको सम्भावना बोकेका युवा। विश्व राजनीतिमा समेत युवा पुस्ताले पुराना नेतालाई चुनौती दिएको घटना बढिरहेको छ। भर्खरै मात्र अमेरिकाको न्युयोर्क जस्तो प्रसिद्ध सहरको मेयरमा समेत 34 वर्षीय युवा उम्मेद्वार जोरा ममदानीले न्युयोर्ककै पहिलेकै मेयरलाई पराजित गरेका थिए। बालेन आफै पनि त्यही जित हासिल गरेर प्रचलित बनेका व्यक्ति हुन्। त्यसैले पनि बालेन र ओली बीचको यो भिडन्त ऐतिहासिक महत्त्वको छ। यदि बालेन शाहले ओलीलाई उनको गढमै पराजित गर्न सके भने यसले एक राजनीतिक युगको अन्त्य र नयाँ युगको प्रारम्भको सन्देश दिन सक्छ। त्यसैले यो एक चुनावले एउटा राजनीतिक युगको अन्त्य गर्न सक्ने र अर्को राजनीतिक युगको ढोका खोल्ने ठुलो सम्भावना बोकेको छ। त्यसैले झापा 5 का मतदाता सामु दुईवटा अप्सन रहेका छन्, पुरानै संरचना र परिचित राजनीतिलाई जिताउने अथवा नयाँ सम्भावनाको खोजी गर्ने। झापा 5 ले यो पटक एकजना सांसद मात्र छान्ने छैन, नेपालको राजनीतिलाई अर्को 5 वर्ष कुन कोर्समा लैजाने त्यो पनि डिसाइड गर्नेछ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। अर्को भिडियोमा अर्को टपिक लिएर आउनेछु। नमस्कार।